काठमाडौँ महानगरपालिकाको मेयर छँदा आफ्नो कार्यकक्षको भित्तामा ग्रेटर नेपालको नक्सा राखेर स्ट्यान्डबाजी गर्ने बालेन्द्र शाहज्यू अहिले प्रधानमन्त्री हुँदाखेरि आफ्नो कार्यकक्षभित्र ग्रेटर नेपालको नक्सा किन राखिएन? कहाँ लुकायो? स्ट्यान्डबाजी गरेर देश चल्छ? उतिखेर सुनिता डङ्गलजीले स्ट्यान्डबाजी गरेर देश चल्छ भन्दाखेरि हामी सबैजनाले सुनिता डङ्गलज्यूलाई रिसायौँ। तर सुनिता डङ्गलजीले भनेको कुरा त आज आएर प्रमाणित भयो नि त, प्रुफ भएन साथीहरू। सुनिता डङ्गलजीले त्यसै भनेको होइन साथीहरू। यस्ता मान्छेहरूको मुटु त उतिखेरै छामिसक्नु भएको थियो उहाँले। तर के गर्ने, हामीले नै पत्याएनौँ। आज आएर यो कुरा साबित भयो। खोइ त राख्नुभएको हो प्रधानमन्त्रीज्यूले आफ्नो कार्यकक्षभित्र ग्रेटर नेपालको नक्सा राख्नुभएको, खोइ कहाँ लुकायो? हामीले जनता जान्न चाहन्छ, हामी हेर्न चाहन्छौँ प्रधानमन्त्रीको कार्यकक्षको भित्तामा ग्रेटर नेपालको नक्सा। वाह क्या छ! अनि त्यसपछि शानका साथ अनि आई गिभ यु माई ग्रेट सल्युट भन्ने हो। नत्र भने त सुल्फेक हो, यही स्ट्यान्डबाजी मात्रै हो भनेर भन्दाखेरि केही फरक पर्दैन।